तपाईँ नभाल्ने देखपट्टि हालिदिनु तपाईँले सबै हालिदिनु भिडियो बनाउनु ल कतै यहाँ शिव बालिदिनु कि यहाँ गणेश भगवान् हुन् होइन यता शिवजी भगवान् महादेव हुन् हजुर यहाँ गणेश हुन् होइन यहाँ यहीँ शिव भगवान् हुन् सबैलाई सम्झेर एक ठाउँ हालिदिनु न है यहाँभित्र धर्मढोका छ यहाँभित्र गएपछि धर्मढोका आउँछ है यो चाहिँ सङ्घसभा 5 खबर नगरपालिका वडा नम्बर 3 मा पर्ने गुप्तेश्वरी महादेव हो हामी यसमा दर्शन गर्न आएका छौँ हाम्रो दाजुले यहाँ दर्शन गर्दै हुनुहुन्छ हामी गुफाभित्र छौँ अहिले प्राकृतिक शक्तिशाली महादेव अब यो सत्यको भगवानको पालामा महादेव लुकेर आएर बस्नुभएको थियो अरे यहाँ चाहिँ धर्म भन्नाले यहाँबाट छिराउ त निस्किन्छ बाहिर निस्किने छ निस्कि धर्मढोका छिर्ने ठाउँ त उता 205 रुपियाँ राखिदिनु हजुर पैसा छैन नि मसँग छ पैसा 5 रुपियाँ लाउनु लाग्दैको ए मजाले मिल्छ आउँदैछु त हेर्नुहोस् हामी यो धर्मढोका प्रवेश गर्दैछौँ होइन फेरि घुरेर आउने नि हिँड्नु न तलसम्म यी लाइट बोक्नु मोबाइल लाउनु हामी चाहिँ धर्मढोका हुँदै चिर्दैछौँ चिप्लो हुन्छ है दाजु लडी चाहिँ चमेरा हो चमेरा पुल त यहाँ त पुरै दुधै पो हुन्छ त दाजु अझै पो अलिक सुकेछ त दुध आउँदैन पुरै टोक्दैन ल चमेरा हेर्नुहोस् चिप्लो हुन्छ है धर्मढोका यहाँ मुनि यहाँ के अरे धर्मतीलाई मात्र जान त पाउँछ कि धर्म पापीलाई त निस्किनु दिँदैन के यहाँ छिरियो धर्मढोका यहाँबाट निस्किने उतापट्टि उता मुनि दुर ए उ यहाँ कहाँ त्यहाँ यस्तो परेछ नि जान छिर्न सकिन्छ तर नछिर्नु है उता निस्किने ठाउँ थाहा छैन त्यहाँ त यस्तै खुल्ला छ नि कहाँ छ एउटा सोची निस्केछ सोची 12 बिसे छेउमा त्यत्रो सुरु है यो चाहिँ यहाँ अब यता कता सबै नाले बिचमा क्या बाहिर निस्किने ठाउँ छैन क्या हो उता चमेदाहरू निस्किन्छ नि बाहिर राति भएपछि बिचरा बिचकिन
यता माथितिर हेर्नुहोस् कस्तो छ यता ओ यस्तो चट्टानहरू महादेवका नक्साहरू हेर्नुहोस्। यो माथि गाईले दुध खाइरहेको छ त उँभो माथिपट्टितिर। हगेर होइन यहाँ त उयो निस्किन्छ नि त दुध। यो पुरै चपचप छ नि त यता यस्तोबाट हेर्नु त अहिले त अलिअलि मात्रै नि आउँछ नि। यस्तो दल्नुपर्छ कपालहरू राम्रो हुन्छ है। यस्तै रोगग्रस्त हराउनुहुन्छ हराउने गर्छन् महादेवका। तपाईँले मनदेखि चाहेको जीवनसाथी कोही पनि नाम लेखेर राखेर जानुहोस्। कसैलाई पाउनु छ भने सबैले लेखेको हुन्छ है। त्यस्तो नफलानु न हौ चिप्लो हुन्छ। ल हामी चाहिँ गयो है। दुध हो दुध दुध यहाँबाट हेर्नु न यस्तो यो त कति थापेर लान्थ्यो पहिले मान्छेले थापेर बनाउने त्यो चढाएर दुधका थोनहरू हेर्नु न यहाँ। हेर्नु न भाँचिदिएर यस्तो गरेको एकदम एउटा दुईवटा तिनवटा चारवटा थनमा एउटा थुन भाँचेर यो भाँचेदेखि त पहिरो लडेर उहाँ पहिरो लडेर 10 घर पकायो। कोही परेको थियो होला अनि नागले यस्तो घेरेर गर्दाखेरि नागले मारेर गर्दा त्यही भएर यो यस्तो बनाएर बसेका पटेलले नभए यो यसो भने गरिरहेको छु। बस्नु न एकछिन टिको नलाउने कि बाहिर लाउने यिनीहरू केही चलाउँदैन भोकहरू चाहिँ भोकहरू गर्दैन त्यस्तो हुँदैन। ल मेरो दाजुलाई जुरेको रहेछ नागेश्वरी महादेवमा दर्शन गर्न। त्यो ताके चिताको सबै कुराहरू पुगोस् मेरो दाजुलाई जुरेको रहेछ उहाँदेखि यहाँसम्म आउनुलाई नै महादेवको दर्शन गर्नु। नागेश्वरी महादेवले पुण्यश्री महादेवले रक्षित क्षमा गरून्। चिताको सोचेको सबै पुगोस् रोग कष्ट सधैँ हराउनुहोस्। खाली हात लगाइदिनु हुँदैन मन्दिरको तिमी लाउने फुलहरू लाउनु पर्छ अलिअलि फुल मन लाउने नि बाहिर गयो यहीँ लगाउनु पर्छ लगाइदिनु लाने
यहाँ ठाउँमा त सकिँदैन जान होइन, चिप्लो छ। यहाँ चाहिँ सुतेर जानुपर्छ कि यहाँ र गणेश भगवान्को पुरा सुतेर भित्र जानु धेरै राम्रो छ कि मैले चाहिँ अब यस्तै हो, यहाँ दर्शन गरौँ जाउँ है ल। माथि चाहिँ ऊ पनि यस्तै वडा रहेछन्। छैन, सुतेर जानुपर्छ गणेश भगवान्को कि। गाईको थुन हेर्नुहोस्, भाँचेर यहाँ हेर्नुहोस्, यो माता यस्तो गाईको यो गाईको यस्तो छ नि सेम एउटा एउटा दुइटा खोटाङको हलेसी जस्तो हल्की सेम हो नि, त्योभन्दा शक्तिशाली त्यो ठाउँ हो। अलिक दुर्गम ठाउँमा भयो है, भएकोले गर्दाखेरि यस्तो भएको हो कि ओजेलमा परिरहेको छन्। शङ्खसभाको 5 कपन, शङ्खसभा 5 कपन नगरपालिका वार्ड नम्बर 3 मा पर्छ होइन। र यो धेरै शक्तिशाली हुन्। कस्तो अनुहार गर्नु पाए भगवान्को प्रकृति कस्ता हुन्छ घरमा बसेको छोरी तपस्या गरेर शम्भो जय शम्भु। ल भित्रबाट चाहिँ हामी बाहिर आइसक्यौँ। बाहिर हेर्नुहोस्, फोटो खिचौँ है अब। भिडियो अफ गरौँ अब।